मकवानपुरको हेटौडा उपमहानगरपालिका वार्ड नम्बर 11 अवस्थित रहेको सिमलटार टोल विकास संस्थाको भवनमा आफूहरूले वर्षौं सालदेखि भोग चलन गर्दै आइरहेको नापी भइसकेको जग्गाको पाउनु पर्ने लाल पूजाको बारेमा बुझ्न सयौं जना टोलवासीहरू भेला भएका छन्। भूमि समस्या आयोग समाधान आयोग जिल्ला कार्य समिति मकवानपुरका अध्यक्ष एवं सम्पूर्ण पदाधिकारीज्यूहरूलाई सिमलटार टोल विकास संस्थाले स्वागत कार्यक्रम गरेका छन्। स्वागत कार्यक्रममा अतिथि लगायतले आफ्ना आफ्ना धारणा राखेका थिए। हामी चाहिँ आजबाट होइन 30औं वर्ष अगाडिदेखिबाट अन्त कतिपय मान्छेको अन्त पनि छ, अव्यवस्थित रूपमा बसोबास गर्दै आउनु भएको छ, कतिपय त पूर्ण भूमिहीन भनेर यहाँ बस्दै आउनु भएको छ। उहाँहरूलाई चाहिँ यो भूमिमाथिको अधिकार प्राप्त गर्न लाल पूर्जा प्राप्तिको लागि हाम्रो यहाँको वडा अध्यक्ष जो हुनुहुन्छ जुलाराज्यू, मेयर साहब हुनुहुन्छ मिना लामाज्यू र त्यसैगरी अहिलेको आयोगको अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरू तपाईहरुले लाग्नुहुनेछ। यसको लागि सहजीकरण गर्नको लागि 11 नम्बर वडा भित्र रहेका सम्पूर्ण राजनीतिक दल, सम्पूर्ण टोल विकास र हामी क्लब एकैबद्धता भएर हरेक कुरामा तपाईहरुलाई साथमा साथ दिएर चाहिँ पूर्जा प्राप्ति नभएसम्म यहाँका सम्पूर्ण जनताहरू तपाईहरुले देखाउनु भएको बाटोमा अगाडि बढ्नेछौं भन्ने कुरा पनि म गर्न चाहन्छु। र थोरै कुरा म के भन्न चाहन्छु भने सिमलटारलाई पूर्जा दिने कुरामा कतिपय मान्छेहरूले राजनीति गर्न खोजे भने हामी सिमलटारको मान्छे त्यसै चुपाएर बस्ने छैनौं, त्यहीबाट त्यसको राजनीतिको अन्त्य गर्दैछौं भन्ने कुरा पनि साँच्चीकै यहाँहरुको जुन उपस्थिति मैले देखिराखेको छु, तपाईहरु अत्यन्त पीडादायी अवस्थामा हुनुहुन्छ र त्यो पीडाको छटपटाटबाट अब पक्कै पनि हाम्रो लामो समयदेखि भूमिमा रहेको समस्या अब समाधान हुने भयो, छिटो हुने भयो भनेर एउटा उत्साहपूर्ण ढंगले पनि तपाईहरु आउनु भएको छ। म भूमि समस्या समाधान आयोग जिल्ला समिति मकवानपुरको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु। पक्कै पनि यो समस्या हिजो सिर्जना भएर आज देखा परेको होइन। यो समस्या लामो समयदेखि जगडिएको समस्या हो। त्यसमा पनि हेटौडा उपमहानगरपालिकाको यो 11 नम्बर वडा अन्तर्गतको यो थाना भर्याङ सिमलटार क्षेत्रभित्रको समस्या भनेको यो हिजो कसैले सिर्जना गरेर आज देखा परेको समस्या होइन। यो समस्या लामो समस्या हो। विगतमा पनि धेरै आयोगहरू गठन भए, निर्माण भए, हरेक ठाउँमा जग्गा धनी पूर्जाहरू पनि वितरण भएका छन्, तर यहाँ वितरण भएका हुन सकेको अवस्था रहेन। त्यसकारण पक्कै पनि यहाँहरू पीडामा हुनुहुन्छ। यहाँलाई हामी विश्वास दिलाउन चाहन्छौँ कि भूमि समस्या समाधान आयोग जिल्ला समिति मकवानपुरले अब तपाईहरुको समस्यालाई अत्यन्त सूक्ष्म ढंगले हेरेर त्यसको समाधान तर्फ हामी अगाडि बढिरहेका छौं भन्ने तपाईहरुलाई सन्देश पनि म दिन चाहन्छु। हामीले म यहाँलाई स्मरण पनि गराउन चाहन्छु, म यो भन्दा अगाडि पनि मलाई लाग्छ कतिजना दाजुभाइ तथा दिदीबहिनीहरूले थाहा पाउनु भएको छ, चिन्नु भएको छ छैन मलाई थाहा भएन। म यो भन्दा अगाडि पनि 21 महिना म यो भूमि समस्या समाधान आयोगको मकवानपुर जिल्लाको विज्ञ सदस्यका रूपमा काम गरेर अहिले फेरि पुनः त्यही समस्या समाधान आयोगको एउटा सदस्यका रूपमा आएको छु। मलाई यो क्षेत्रको समस्याको बारेमा धेरै थाहा छ, तर थाहा भएर हामीलाई दिएको विधि विधान र निर्देशन भन्दा बाहिर गएर हामीले काम गर्न नसकिने परिस्थिति पनि हामीसँग रहेको छ। त्यसकारण अब त्यो समस्यालाई कहाँबाट पुग्छ भन्ने सन्दर्भमा म यहाँलाई सुरुवातबाट भन्न चाहन्छु कि विगतमा गोकर्णदाई यस वडाको वडा अध्यक्ष हुँदा म आफै पनि हेटौडा उपमहानगरपालिका 6 नम्बर वडाको वडा अध्यक्ष थिए। मलाई लाग्छ त्यही बेलादेखि 2076-77 सालदेखि नै यहाँहरूले आफ्ना समस्याहरू निवेदन गर्नु भएको छ। ती निवेदनहरू अहिले जीवितै छन् भन्ने कुरामा तपाईहरु विश्वास गराउनुहोस्।
ती निवेदनहरू मरेका छैनन्। ती निवेदनहरू कार्यान्वयनको तहमा अगाडि क्रमशः बढिराखेको छ, बढ्दैछ, बढ्छ र त्यसले एउटा निष्कर्ष दिन्छ भन्ने म यहाँलाई विश्वास दिलाउन चाहन्छु। अब कहाँबाट यसको कामको प्रारम्भ गर्ने? कामको प्रारम्भ कहाँबाट हुन्छ भन्दा कामको प्रारम्भ तपाईहरुले गरिसक्नु भएको छ। तपाईहरुले वडा कार्यालयमा विधिवत रूपमा निवेदन दिइसक्नु भएको छ। अब त्यो निवेदनलाई सूक्ष्म ढंगले केलाएर त्यसलाई प्रमाणीकरण गर्ने पहिलो अधिकार वडाका वडा अध्यक्ष र अन्य जनप्रतिनिधि साथीहरुमा रहेको छ। जबसम्म वडाको वडा अध्यक्षज्यू र वडाका वडा सदस्यज्यूहरूले त्यसलाई छानबिन गरेर त्यो निवेदनहरू प्रमाणीकरण नभएसम्म अगाडि बढ्न सक्दैन भन्ने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। मलाई लाग्छ हेटौँडा उपमहानगरपालिका यो 11 नम्बर वडा भित्रको समस्याको सन्दर्भमा पटक पटक हामीले वडा अध्यक्ष जुनाजीलाई सम्पर्क गरिराखेका छौं। विगतमा हुँदा पनि हामीले गरेका थियौं र अहिले पनि गरिराखेका छौं र उहाँ क्रियाशील भएर त्यो निवेदनलाई प्रमाणीकरण गर्ने चरणमा हुनुहुन्छ भन्ने हामीले जानकारी प्राप्त गरेका छौं। त्यति मात्र होइन, हाम्रै विगतको राष्ट्रिय भूमि आयोगको समयमा हामीले यो क्षेत्रको नापजाँचको काम पनि सकिसकेका छौं। यहाँलाई जाहेरै छ, जानकारी छ। अब नापजाँच हुँदैमा मात्रै पनि पूर्जा प्राप्ति हुँदैन भन्ने कुरा हामीले बुझ्नुपर्छ। नापजाँच भइसकेका ती नक्साहरू वडा कार्यालयबाट नगरपालिकामा गइसकेपछि नगरपालिकाको भूमि सहजीकरण समिति हुन्छ। त्यो हेटौँडा उपमहानगरपालिकाको नगर प्रमुखको अध्यक्षतामा 3 जना कार्यपालिकाको सदस्य रहने गरी अनि हेटौँडा उपमहानगरपालिकाको सबै क्षेत्रमा क्रियाशील रहेका राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका नगर संयोजक सभापति अध्यक्ष वा उहाँको प्रतिनिधि रहेको एउटा सहजीकरण समिति हुन्छ र त्यो सहजीकरण समितिले पनि निर्णय गरिसकेपछि हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकाले त्यसलाई निर्णयार्थ नक्सा सहितको प्रमाणीकरण गरेर भूमि समस्या समाधान आयोग जिल्ला समिति मकवानपुरमा आइसकेपछि बल्ल अब हामी 4 जना जुन नियुक्त भएर आएका छौं, हामीले बल्ल ती फाइलहरू हेर्नेछौं त ती फाइलहरूलाई हामीले अगाडि बढाउनेछौं र यसरी प्रमाणीकरण भएर आएका फाइलहरू सत्य तथ्य र ठीक अवस्थामा छन् भने हामी ती फाइलहरूलाई 70-80 दिनको बीचमा हामी त्यो पूर्जा लेख्ने अभिलेख तयार गर्ने काममा हामी अगाडि बढ्न सक्छौं भन्ने कुरा म यहाँलाई विश्वास दिलाउन चाहन्छु। सबैभन्दा पहिला हामीलाई त्यो प्राप्त हुनु पर्यो। अब त्यो भन्दा अगाडि मैले यहाँलाई भन्नै पर्छ, हामीले कतै निवेदन दर्ता गर्दा हजुरको भरमा निवेदन दर्ता गरेका छैनौं भन्ने कुरा पनि तपाईहरुलाई म सचेत गराउन चाहन्छु। हामीले 3 थरीका निवेदनहरू लिएका छौं। यहाँलाई हेक्कार होस्, यहाँलाई जानकारी होस्, हामीले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको नाममा हामीले रातो फारम अनुसूचित 3 नम्बरको फारम हामीले सञ्चालन गरेका छौं। यहाँलाई पक्कै पनि थाहा छ। अनि अव्यवस्थित बसोबासीको नाममा सेतो फारम अनुसूचित 4 को फारम भरिएको छ। न कतै तपाईहरुले भर्नुपर्ने अनुसूचित 4 को फारम नभरेर अनुसूचित 3 को फारम भरेर गल्ती त गर्न भएको छैन। त्यो तर्फ हेर्ने, त्यो तर्फ बुझ्ने काम तपाईहरुलाई नै हामी जिम्मा दिन्छौं। म यहाँलाई किन यो भनिराखेको छु भने भूमिहीन दलित र भूमिहीन सुकुम्बासी भन्नाले 3 पुस्तामा नेपाल राज्यभरि एक धुर पनि जग्गा नभएका मानिसहरू मात्रै भूमिहीन दलित र भूमिहीन सुकुम्बासी हुनुहुन्छ। 3 पुस्ता भन्नाले बाजे बाउ र आफू र अनि आफू आश्रित परिवारका नाममा यदि कहीँ कतै एक धुर जग्गा पनि यदि पूर्जा देखियो भेटियो भने त्यो सुकुम्बासी बन्न सक्दैन। न भूमिहीन दलित बन्न सक्छ, न त्यो भूमिहीन सुकुम्बासी बन्न सक्छ। त्यसतर्फ तपाईहरु सचेत हुनुहोस् भन्ने मेरो पहिलो आग्रह हो। त्यसपछि भूमिहीन अव्यवस्थित बसोबासीको सन्दर्भमा त पक्कै पनि अन्यत्र पनि धेरै जग्गा जमिन सम्पत्ति हुन सक्छ। यहाँ आएर तपाईहरुले भोग चलन गरेको हुन सक्छ। ती जग्गाहरू अव्यवस्थितको रूपमा तपाईले राज्यलाई ट्याक्स तिरेर लिने हो। ट्याक्स तिरेर लिने जग्गाको सवालमा अन्यथा भएन। त्यसमा पनि
त्यो ट्याक्स तिरेर पनि अनलिमिटेड जग्गा हामीले प्राप्त गर्न सक्दैनौँ भन्ने कुरामा तपाईहरु कन्भिन्स हुनुपर्छ। हामीले अनलिमिटेड भन्नाले कति त भन्नाले हामीलाई हेटौडा उपमहानगरपालिकाले हाम्रो यो 1900 वडामा भू उपयोग नीति लागू गरिसकेको छ। भू उपयोग नीति अन्तर्गत कुनै क्षेत्र कृषि भनेर किटान गरेको छ भने कुनै क्षेत्र आवास भनेर किटान गरेको छ। यदि तपाईहरुले आवास क्षेत्रमा जानु भएको छ, तपाईहरुको भूगोल आवास क्षेत्रमा पर्छ भने तपाईहरुले त्यहाँ अव्यवस्थित बसोबासीको रूपमा प्राप्त गर्न सक्ने जग्गा भनेको 2 कट्ठा 19 दूर मात्रै हो। तपाईहरुले 15 कट्ठा भोग गर्नुभएको होला, 20 कट्ठा भोग गर्नुभएको होला। ती सबै जग्गाहरू तपाईहरुले अव्यवस्थित हिसाबले प्राप्त गर्न सक्नुहुन्न भन्ने कुरामा तपाईहरु कन्भिन्स हुनुपर्छ। किनभने त्यो कानुनले नदिएको कुरालाई हामी कसैले पनि निर्णयार्थ लान सक्दैनौँ। न वडा अध्यक्षज्यूले सक्नुहुन्छ, न हेटौडा उपमहानगरपालिकाको मेयर साहबले सक्नुहुन्छ, न हामी भूमि समस्या समाधान आयोगमा कार्यरत रहेका अध्यक्ष वा हामी सदस्यहरूले त्यसलाई निर्णय गर्न सक्छौँ। त्यसकारण यो कुरामा यहाँहरू कन्भिन्स हुनु पर्यो। तपाईहरुले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको सन्दर्भमा यहाँहरूले जे जति निवेदनहरू दर्ता गर्नुभएको छ, तपाईहरुले आफ्नो नाम आफै सम्झेर मम भन्नुहोस्। कतै बाउ बाजे, बाउ वा आफू श्रीमती वा आफू छोराको नाममा कहीँ कतै जग्गा देखिन्छ भने त्यो भूमिहीन दलित हुन सक्दैन, भूमिहीन सुकुम्बासी पनि हुन सक्दैन। तपाईहरुले बेलैमा त्यसलाई सोच्याउनु होला भन्ने हामी आग्रह गर्न चाहन्छौँ। त्यसका लागि तपाईहरुले पहिला हामीलाई थाहा छ 2049 सालदेखि सुकुम्बासी समस्या समाधानका लागि आयोगहरू गठन भए। त्यो बेलामा के थियो भने म सुकुम्बासी हुँ भनेर मैले सुकुम्बासी आयोगको अध्यक्षको अगाडि भनिसकेपछि त्यो सुकुम्बासी नै हुन्थ्यो, तर उसका बिगौ जग्गा अन्त पनि हुन्थे। तर अहिले त्यो परिस्थितिबाट जग्गा प्राप्ति गर्न सकिन्न भन्ने कुरामा तपाईहरु विश्वस्त रहनुहोस्। तपाईहरु ढुक्क रहनुहोस् कि त्यो हिसाबले म सुकुम्बासी हुँ, मैले चिनेको छु फलानुलाई, मैले भनिसकेपछि मलाई सुकुम्बासीको रूपमा आयोगले निर्णय गरेर दिन्छ, वडा अध्यक्षले निर्णय गरेर दिनुहुन्छ, नगरको मेयरले निर्णय गरेर दिनुहुन्छ भन्ने कुरा यदि तपाईहरुलाई विश्वास लागेको छ भने आज त्यो विश्वासलाई छोडिदिनुहोस्। आजैबाट आजको अन्तर्क्रियाबाट त्यसलाई त्यागिदिनुहोस्। त्यसरी भूमिहीन दलित र भूमिहीन सुकुम्बासी बन्न सकिँदैन। त्यसका लागि हामीले पटक भनेका छौँ कि जसले भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको नाममा फर्म भर्नु भएको छ, तपाईहरुको 3 पुस्ते नागरिकता नाम र नागरिकता नम्बर हामीले वडा अध्यक्षज्यूलाई भनेका छौँ, तपाईहरुले लेखेर पठाउनुहोस्। हामी त्यसलाई मालपोतको अनलाइन डाटाबाट त्यसलाई चेक गर्छौँ। चेक गर्दा भेटियो भने त्यो तामेलीमा जान्छ, त्यो कार्यान्वयनको अगाडि बढ्दैन भन्ने कुरा पनि तपाईहरुले विश्वस्त हुनुहोस् कि अब पछिल्लो चरणमा यदि कसैले रातो फारम भरेर तपाईहरु सुकुम्बासी बन्नु भएन भने तपाईले बुझ्नुहोस् कि त्यो तपाईहरुको डाटामा जग्गा देखिएका कारणले त्यो भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको नाममा तपाईले जग्गा प्राप्त गर्न सक्नु भएन। यहाँ अध्यक्षज्यूलाई पनि गाली नगर्नुहोस्, मेयरलाई पनि गाली नगर्नुहोस् र हामी आयोगका पदाधिकारीलाई पनि गाली। हामी कसैको अनुहार हेरेर यसलाई दिने यसलाई नदिने भनेर हामी निर्णय गर्दैनौँ। हाम्रो लागि तपाईहरु सबैजना बराबर हुनुहुन्छ। हामी बराबर ढङ्गले निर्णय गर्छौँ। निर्णय गर्दा कहीँ पनि कतै पनि आफू आफन्त र नजिकको भनेर निर्णय गर्ने परिपाटी आयोगमा छैन र हुँदैन। त्यो कुरामा तपाईहरु ढुक्क रहनुहोस्। हामीले नगरपालिकाको वडा अध्यक्षज्यूलाई पनि त्यही भनेका छौँ, त्यही ढङ्गले तपाईले विवरण पठाउनुहोस् है भनेर भनेका छौँ। अब अव्यवस्थितको हकमा मैले यहाँहरूलाई भन्नैपर्छ, यहाँ सुनिन्छ तपाईहरुलाई यत्रा मान्छेहरू यहाँ जम्मा हुनुभएको छ, यहाँ टोकन पनि वितरण भइसकेको अवस्था छ। हामीले सुन्ने गरेका छौँ, त्यो कति सत्य छ कति असत्य छ त्यो हामीलाई थाहा छैन, तपाईहरुलाई नै थाहा छ त्यो चाहिँ कुरा। यहाँ वडा कार्यालयले पेश गरे दिएको निवेदन दर्ताको टोकनलाई यो सेतो पूर्जा हो, यो जग्गा किन्नुहोस् भन्दा किनबेचको परिपाटी पनि प्रारम्भ भइसकेको छ भन्ने हामीले सुन्नमा आएको छ। त्यो गलत छ, त्यो त्यसरी किनबेच हुँदैन, त्यो सेतो पूर्जा होइन। तपाईँ त्यसमा ढुक्क रहनु होला सबै जनमानसहरू। अनि अर्को कुरा, बलराम दाई यहाँ हुनुहुन्छ, बलराम दाईलाई नचिन्ने मान्छे यहाँ सायद मलाई चाहिँ कोही पनि हुनुहुन्न। मलाई पनि धेरै मान्छेले चिन्छन्,
अरू साथीहरूलाई चिन्नुहुन्छ। अनि बलराम दाईलाई मैले चिनेको छु, अर्जुन चौलागाईलाई मैले चिनेको छु, कविन्द हाम्रो दिलोमे म्याडमलाई हामीले चिनेका छौँ। तपाईँहरूको जग्गा ठ्याक्कै पूर्जा आउँछ, पैसा यति खर्च गर्नुहोस् भने यदि कसै कुनै बिचौलियाहरू तपाईँहरूको घरमा आएको छ भने त्यस्ता बिचौलियाहरूलाई लाठी लिएर लखेट्नु होला भन्ने हामी आग्रह गर्न चाहन्छौँ। ती बिचौलियाको भरमा नपर्नु होला। यदि सत्य छ भने तपाईँहरूको पूर्जा दिने अधिकार हामीलाई छ, हामी दिन्छौँ। हामी त्यसमा आग्रह पूर्वाग्रह राजनीतिक आस्था विचारको आधारमा विभेद हुँदैन, त्यसमा ढुक्क रहनु होला। यहाँ सबै राजनीतिक विचारका मान्छेहरू हुनुहुन्छ, किनभने वडामा पनि यहाँ सबै राजनीतिक दलका अध्यक्षहरू बसेर त्यसलाई निर्णय गरेर नगरपालिकामा पठाउने हो नि। यहाँ एमालेका साथीहरू पनि बस्नुहुन्छ, काङ्ग्रेसका पनि बस्नुहुन्छ, माओवादीका बस्नुहुन्छ, राप्रपाका पनि बस्नुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीका पनि बस्नुहुन्छ, इभन राष्ट्रिय मान्यता प्राप्त भएका सबै राजनीतिक दलका साथीहरू बसेर गरिएको निर्णय भनेको त्यो सर्वमान्य निर्णय हुन्छ भन्ने हामी मान्यता राख्छौँ। त्यसकारण त्यस्ता बिचौलियाहरू तपाईँहरूको घर दैलोमा आएको छ भने लखेट्नुहोस्, हाम्रो आग्रह हो। त्यसरी बिक्री वितरण यदि कसैले गरेको छ भने रोक्नुहोस्, यो हाम्रो तपाईँलाई आग्रह हो। यदि बिक्री वितरण गरेर कसैले पैसा लिएको छ भने त्यो जसको नाममा जग्गा नापी भएको छ त्यो भन्दा बाहेक दोस्रो व्यक्तिको नाममा त्यो जग्गा दर्ता हुँदैन भन्ने कुरामा पनि तपाईँ ढुक्क रहनुहोस्। हामीले नगरपालिकाले जसको नाममा त्यो जग्गा नापजाँच गरेर फर्म भराइएको छ त्यो भन्दा बाहेक ए भन्ने नाममा नापिएको छ भने पीले त्यो जग्गा दर्ता गरेर लाखौं रुपियाँ करोडौं रुपियाँ तिरेको छ भने उसको त्यो जग्गा दर्ता हुँदैन भन्ने कुरामा तपाईँ ढुक्क रहनुहोस्। त्यसकारण त्यसरी खरिद बिक्री गर्ने प्रक्रिया यदि बढेको छ भने त्यसलाई रोक्नु होला भन्ने हाम्रो आयोगको आग्रह हो। अब यो अव्यवस्थितको सन्दर्भमा धेरै प्रकृतिका अव्यवस्थितहरू छन्। अव्यवस्थित भनेको चाहिँ हामीले गर्ने अव्यवस्थित भनेको चाहिँ नापजाँचै नभएका जग्गाहरू, जसको किता नम्बर छैन, जसको नक्सा बनिएको छैन भने त्यस्ता अव्यवस्थित जग्गाहरू हामीले नापजाँच गर्ने हो। तर नापजाँच गर्दाखेरि हामीले ध्यान पुर्याउनु पर्ने कुरा के हो भने यदि कसैले सार्वजनिक राजकुलो बिचेर मेरो जग्गा भनेको छ भने त्यस्ता जग्गाहरू नापजाँच हुँदैन। राजकुलो यहाँले बुझ्नु होला। यदि कुनै मठ मन्दिरले चर्चेको जग्गा यदि जबरजस्त कसैले भोगचलन गरेको छ भने त्यो मठ मन्दिरले चर्चेको, गुम्बाले चर्चेको अथवा अन्य कुनै धार्मिक प्रतिष्ठान संस्थानहरूले चर्चेका जग्गाहरू यदि कसैले बलको भरमा कब्जा गरेर यदि उनले भोगचलन गरेको छ भने त्यस्ता जग्गाहरू पनि नापजाँच हुँदैन। तपाईँहरूले ढुक्क रहनु होला। त्यसकारण यदि त्यस्ता छन् भने तपाईँहरूले पहिले हामीलाई सूचना गर्नुहोस् भन्ने पनि म आग्रह गर्न चाहन्छु। अब अर्को थरी भूमि के भन्छ अव्यवस्थित बसोबासी जग्गा भनेको चाहिँ 2049 सालदेखि 2070-71 सालसम्म विभिन्न आयोगहरू निर्माण भएका छन्। ती आयोगहरूले पनि जग्गा नापजाँच गरेका छन् विभिन्न व्यक्तिका नाममा। अनि ती नापी भएका जग्गाहरू पूर्जा प्राप्त भएका छैनन्, तर तत्कालीन आयोगले उसलाई जग्गा दिने भनेर निर्णय गरेको छ भने तपाईँहरू भोलि नै अनुसूचित 2 को फारम भरेर आयोगमा सम्पर्क गर्नुहोस्, त्यो निर्णय प्रतिलिपि सहित आउनुहोस्। हामी त्यस्ता जग्गाहरूको पनि प्रक्रिया अगाडि बढाउँछौँ यदि तपाईँहरूसँग छ भने। त्यस्तो जग्गाहरू छन् विभिन्न आयोगले नापजाँच गरेका, तपाईँहरूको नाम किटान फिल्डबुक छ अनि आयोगले निर्णय पनि गरिदिएको छ रामबहादुर सिंहतानको नाममा 2 कट्ठा जग्गा दिने भनेर निर्णय गरेको छ भने त्यो निर्णय प्रतिलिपि मालपोत कार्यालयको मुद्दा शाखामा हुन्छ। कुन सालको आयोगले त्यो निर्णय गरेको हो त्यो सालको आयोगको तपाईँहरूले माइनोट पल्टाएर त्यसको निर्णय प्रतिलिपि प्रमाणित गरेर तपाईँ सिधै वडा कार्यालयको सिफारिस सहित भूमि समस्या समाधान आयोग मकवानपुरमा आउनुहोस्, अनुसूचित 2 को फारम भर्ने प्रक्रिया पनि अघि बढ्छ। अनि अर्को प्रकृतिको चाहिँ अव्यवस्थित भनेको 2032 सालमा, 39 सालमा, 27 सालमा, 21 सालमा विभिन्न सालहरूमा जग्गाहरू नापी भएका छन्, फिल्डबुक छन् भने अनि त्यसको भोग लगत पनि प्रमाणित हुन्छ। ती जग्गाहरूको मुआवजा पनि प्रमाणित हुन्छ भने तपाईँहरू सिधै जिल्ला मालपोत कार्यालयमा तपाईँहरू भोलिदेखि नै निवेदन दर्ता गर्न सक्नुहुन्छ। छुट दर्ताको रूपमा ती जग्गाहरू दर्ता हुन सक्छन्। त्यसकारण म सम्पूर्ण उपस्थित महानुभावहरूलाई के आग्रह गर्न चाहन्छु भने यस्ता प्रकृतिका अव्यवस्थित जग्गाहरूको सन्दर्भमा तपाईँहरूले सिधै मालपोत कार्यालयमा गएर मुआवजा प्रमाणित गर्ने, के भन्छ लागत प्रमाणित गर्ने, लगत प्रमाणित गर्ने, मौजा प्रमाणित गर्ने, निवेदन फर्म भर्ने अनि वडाको किटानी सिफारिस लिएर तपाईँहरू सिधै जिल्ला मालपोत कार्यालयमा जानुभयो भने छुट दर्ताको निवेदन खुलेको छ, त्यही अनुसार तपाईँले त्यहाँबाट पूर्जा प्राप्त गर्न सक्नुहुन्छ। अर्को कुरा भूमि समस्या समाधान आयोगले दिएका जग्गाहरूको सन्दर्भमा
तपाईहरुको 10 वर्षको जग्गाको रजिस्ट्रेसन हुँदैन। तपाईहरु त्यसमा चाहिँ ध्यान दिनु होला। कसैलाई पनि नबस्नु होला, त्यो रजिस्ट्रेसन पास हुँदैन त्यस्ता जग्गा। तर नामसारी हुन्छ आफ्नो एका घरको परिवारमा। एका घरको परिवारमा अंश गर्न हुन सक्छ, अंश भन्नबाट ती जग्गाहरु जान सक्छन्, नामसारी हुन सक्छन्, तर रजिस्ट्रेसन पास जग्गा हुँदैन 10 वर्षसम्म। त्यसकारण किन्नेले पनि त्यस्ता जग्गाहरु नकिन्नुस् भन्ने म आग्रह गर्न चाहन्छु। बेच्नेले पनि त्यसरी जग्गा नबेच्नुस् भन्ने म आग्रह गर्न चाहन्छु। सुकुम्बासी वा अव्यवस्थित चाहे जेसुकै होस्। त्यसकारण म यहाँलाई आग्रह गर्न चाहन्छु कि हामीले पक्कै पनि विगतमा यो 11 नम्बर वडामा धेरै प्रक्रियाहरू पूरा भइसकेका छन्। यहाँ भूमि वडा सहजीकरण समिति निर्माण भइसकेको छ। वडा सहजीकरण समितिले मलाई लाग्छ तपाईले दर्ता गर्नुभएका निवेदनहरूको प्रमाणीकरणको चरणमा पुर्याइसकेको छ। प्रमाणीकरण भएर पालिकामा आइसकेपछि बल्ल हाम्रो आयोगमा आइसके हामीले त्यसलाई कार्यान्वयन लाने कुरा मैले अगाडि नै नि भनिसके। अब तपाईहरुको काम भनेको तपाईहरुले भन्ने भनेको चाहिँ के हो भने यो विशेष गरी यहाँ मैले अब यो 11 नम्बर वडामा मलाई लाग्छ अव्यवस्थित बच्चामा ठ्याक्कै एक्ज्याक्ट तथ्याङ्क मलाई थाहा भएन, तर भूमिहीन दलितको 108 वटा फारमहरू भरिएका छन् भने भूमिहीन सुकुम्बासीको 650 भन्दा माथि फारमहरू भरिएका छन्। अब ती 650 नै सुकुम्बासी हो कि होइनन् भन्ने कुरा प्रमाणीकरण भएर हाम्रो आयोगमा आइसकेको अवस्था छैन। यदि त्यो आइसकेपछि हामीले पनि त्यसलाई प्रमाणीकरणको लागि अगाडि बढाउँछौँ, त्यहाँबाट पनि छनौट हुन सक्छ। म तपाईहरुलाई एउटा रेफरेन्स बताउन चाहन्छु। अस्ति हामीले 31 गते बकैयामा 43 वटा फाइलहरू त्यहाँबाट पालिकाले प्रमाणीकरण गरेर पठाएको थियो, तर त्यहाँबाट हामीले 2टा फाइलहरू चाहिँ तामेलीमा जान गयो। उहाँहरूले सुकुम्बासी भनेर पठाएको फाइल यहाँ हामीले चेक गर्दा सुकुम्बासी देखिएन। त्यसकारण ती फाइलहरू हामीले आयोगले खिचिदिन्छौँ, तर तामेलीमा राख्नु त्यो कार्यान्वयनको तहमा जाँदैन हो। त्यसै गरी तपाईहरुको 650 भूमिहीन सुकुम्बासी साँच्चीकै तपाईहरु नढाक्नुहोस् है। तपाईहरुले एकछिन त ढाक्न सक्नु होला, तर अन्तिमसम्म ढाक हुँदैन। यदि तपाईहरुको देश कुनै पनि ठाउँमा जग्गा जमिन छ भने भनिदिनुस्, बरु अव्यवस्थितमा तपाईले भर्न पाउनु। किनभने हाम्रो कानुनमै छ कि 76 माघ 28 गते भन्दा सम्ममा 10 वर्ष भोग चलन गरेको प्रमाणीकरण वडाले गर्नुपर्छ। अहिले अब 82 सालमा प्रमाणीकरण गर्नु पर्यो भने 15 वर्षको भोग चलनको प्रमाणीकरण गर्नुपर्छ। त्यो 15 वर्षसम्म तपाईले भोग चलन गर्नु भएको छैन, त्यो तपाईले बुझ्ने कुरा हो। वडाका जनप्रतिनिधि सिफारिसकर्ताले बुझ्ने कुराहरू, हामीले बुझ्दैन ती कुराहरू। तपाईले गर्नु भएको छैन भने वडाले प्रमाणीकरण नगर्न सक्छ। नगर्दा पूर्वाग्रही भयो भनेर तपाईहरु नरिसाउनु होला। म आग्रह पनि गर्न चाहन्छु 2076 माघ 28 गते भन्दा अगाडि 10 वर्ष पुगिसकेको हुनुपर्छ। अब अहिले 82 मा त 15 वर्ष पुग्नु पर्यो। 15 वर्ष पुगेको छ कि छैन भन्ने कुरा चाहिँ त्यो सम्बन्धित दाबी गर्ने व्यक्तिले मात्रै थाहा पाउँछ। हामीलाई पनि त्यति थाहा हुँदैन। हामीलाई त अरूले भनेपछि मात्र त्यो कुराहरू थाहा पाउने हो। छनौट गरेपछि मात्र हामीले पहिचान गरेपछि हामीले खोजेपछि मात्र ती कुराहरू थाहा पाउँछौँ। त्यो तर्फ पनि तपाईहरुले ध्यान दिनुहोस् भन्ने मेरो आग्रह छ। अब हामीले अरू धेरै कुरा तपाईहरुलाई भन्नु पर्दैन। भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरूले पूर्जा प्राप्त गर्ने नै हो। हामी तपाईहरुलाई 11 नम्बर वडामा पूर्जा बाँड्ने नै हो। त्यसमा तपाईहरु ढुक्क रहनु। त्यसको लागि तपाईहरु दुविधामा नपर्नुस्। तर त्यसको भन्दा अगाडि तपाईहरुले वडा कार्यालयको कामलाई चुस्त दुरुस्त र छिटो बनाउने प्रयत्नमा सहजीकरण गरिदिनुस् भन्ने हाम्रो आग्रह हो। त्यसपछि नगरपालिकाको कामलाई चुस्त दुरुस्त र सजिलो र सहजीकरण गरिदिनुस् भन्ने हाम्रो आग्रह हो। त्यसपछि हामी कहाँ फाइनल भएर आएका रिपोर्टहरूलाई हामीले अहिले पनि मैले भने तपाईहरुलाई 70-80 दिन भित्रमा आएका जे 27 कुराहरू छन् तिनीहरूका पूर्जा लेख्ने चरणमा हामी अगाडि बढ्छौँ भन्ने म यहाँ आग्रह गर्न चाहन्छु। त्यसकारण अब आफूलाई एकछिन कसैलाई ढाकिएको छ भने आजको कार्यक्रमबाट पछि हट्नुहोस् भन्ने म तपाईहरुलाई आग्रह गर्न चाहन्छु। र वडा कार्यालयलाई तपाईहरुले सहजीकरण गरिदिनुहोस्। छिटोभन्दा छिटो ती वडामा जम्मा भएका फाइलहरू प्रमाणीकरण गरेर नगरपालिका र नगरपालिकाबाट भूमि समस्या समाधान आयोग जिल्ला समितिमा आइपुग्ने बाटोमा बनाउने काममा तपाईहरुको सहजीकरण होस्। त्यहाँ तछाड मचार विरोधको आधारमा होइन, सहजीकरणको आधारमा सकारात्मक दृष्टिकोणले वडा जनप्रतिनिधिहरूलाई पनि तपाईले सहयोग गर्नुपर्छ।
यदि तपाईँले गर्नु भएन भने फेरि त्यहाँ चाहिँ अर्को खालको समस्याहरू उत्पन्न हुन सक्छन्। त्यसकारण त्यो ढङ्गले तपाईँहरू अगाडि बढ्नुहोस् भन्ने म आग्रह पनि गर्न चाहन्छु। र मैले अब यो कानुनमा भएका सबै व्याख्या विश्लेषणहरू तपाईँलाई जरुरी छैन। तपाईँलाई चाहिएको पूर्जा हो। पूर्जाको लागि सुकुम्बासी हो कि होइन भन्ने कुरा चाहिँ बुझ्ने प्रमाणित भएपछि मात्र तपाईँहरू सुकुम्बासी हो कि होइन भन्ने कुरा हामी घोषणा गर्नेछौँ। हुन त तपाईँहरूले सो घोषणा पनि गर्नुहुन्छ। सो घोषणाले मात्रै हुँदैन, हामीले चेक गरेर पनि तपाईँहरूको सो घोषणा सत्य साबित भयो भने तपाईँहरू भूमिहीन दलित पनि हो, भूमिहीन सुकुम्बासी पनि हो। अनि अब अव्यवस्थितको हकमा त मैले अहिले भनिसकेँ। तपाईँहरूले अव्यवस्थितको हकमा एउटा लिमिटेसनमा जग्गा प्राप्त गर्ने हो। र अर्को एउटा समस्या पनि के छ भने तपाईँले बुझ्नै पर्छ, यो हेटौँडा उपमहानगरपालिकाको यो 11 साबिक 10वटा 11 वडामा चाहिँ कृषि क्षेत्र भनेर जग्गा भूमि आयोगले वितरण गर्दैन। किनभने भूमि आयोगले कृषि भनेर यहाँ जग्गा दिने अधिकार हामीलाई छैन। आवासको लागि मात्र हामीले जग्गा दिन्छौँ। आवास भन्दा बाहिर न दलितलाई दिन सक्छौँ न भूमिहीन सुकुम्बासीलाई दिन सक्छौँ। आवास कति दिन्छ भन्दा भूमिहीन सुकुम्बासी र भूमिहीन दलितले प्राप्त गर्ने जग्गा भनेको 7 धुर 7.5 धुर 7.5 धुर जग्गा एउटा घडेरीको रूपमा पाउने हो। अनि बाँकी रहेको तपाईँले चर्चेको सुकुम्बासीले चर्चेको जग्गा कसको हुने भन्दा वडाको हुने, नगरपालिकाको हुने। अनि यस्तै यस्तै पीडित जनतालाई त्यहाँ राख्ने, जमिन बनाउने हो। त्यसकारण मैले त सबै प्रयोग गरेको छु। मानौ एउटा सुकुम्बासीले 3 कट्ठा जग्गा कब्जा गरेर बसिरहनु भएको छ भने अब 3 कट्ठा जग्गा दाबी गर्न पाइएन। तर सुकुम्बासीले म 3 कट्ठा जग्गै कब्जा गर्छु तर अव्यवस्थितबाट लिन्छु भनेपछि पाए 2 कट्ठा 19 दिनसम्म अव्यवस्थितबाट त्यो जग्गा प्राप्त गर्न सक्ने अधिकार सुकुम्बासीलाई पनि छ। तर त्यसको चाहिँ रोयल्टी ट्याक्स तिर्नु पर्यो, राज्यलाई कर तिर्नु पर्यो, कर नतिरिकन पाइएन। तर भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले 1 रुपियाँ पैसा पनि तिर्नु पर्दैन राज्यलाई। तपाईँहरूले हेटौँडासम्म जान, पूर्जा लिन जान अटो भाडा तिर्नुहुन्छ, तपाईँले तिर्नुहुन्छ, त्योभन्दा बढी खर्च तपाईँको लाग्दैन। 1 रुपियाँ पनि राज्यलाई दिनु पर्दैन। राज्यले तपाईँलाई निःशुल्क त्यो घडेरी उपलब्ध गराउने हो भन्ने कुरा म यहाँलाई जानकारी दिन चाहन्छु। यहाँ सुरुमा हाम्रो प्रभाकर भाइले एउटा शब्द राख्नु भएको छ, राजनीतिक गर्नेहरूलाई यहाँ नङ्ग्याइन्छ भनेर। एउटा मार्मिक शब्द छ, तर विडम्बना पनि राजनीतिक कुरो गर्नु पर्दैन। अब मानिन्छ कि मानिन्न थाहा छैन। 2051 सालको अन्त्यतिर नेपालको समूह पहिलोचोटि मालपोत कार्यालयमा हामी घेराउ गर्न गएका थियौँ। म तत्कालीन जनमोर्चाको सचिव, मेरो प्रिय नेता बलराम बल त्यो संयुक्त जनमोर्चाको अध्यक्ष हुनुहुन्थ्यो। हामी पार्टीको झण्डा बोकेर नेपालको इतिहासमा पहिलोचोटि मालपोत कार्यालय घेराउ गर्न गएका थियौँ। र हामीले के भन्यौँ भने घुस खान पाइँदैन, जनताको सेवा गर्नुपर्छ। सेवालाई चाहिँ राज्यले दिने सुविधा अन्तर्गत पार्नुपर्छ भनेर हामीले त्यहाँ दावा बोलेका थियौँ। मेरो प्रिय नेता यही हुनुहुन्छ, मेरो नेता पनि हो। त्यसले आज खुसी छु। र यो एउटा सन्दर्भ पनि हो कि उहाँ अध्यक्ष भएर आउनु भएको छ र म यही वडा नम्बर 11 मा बसेको छु। त्यसकारण मैले केही संक्षिप्त कुराहरू भन्न म यहाँसँग निवेदन गर्न चाहन्छु। मैले राजनीतिक पछौली किन खोज्याएको भने 51 सालमा एउटा आयोग बन्यो नेकपा एमालेको, नामजाली पनि भएन। अनि हामीले धेरैचोटि बिन्ती गर्यौँ कि यो सडकमा बस्नेहरू, निर्माण मजदुरहरू, रिक्सा चालकहरूलाई पनि तपाईँहरू चाहिँ जग्गा दिनु पर्यो भनेर कुन प्रसङ्गमा भनेको यो सागर पथमा जग्गा दिएको त्यो प्रसङ्गमा हामीले भन्यौँ। अब त्यो काम हाम्रो हुँदीको हुन्थेन थाहा थिएन। त्यो सुकुम्बासी आयोग भयो, त्यो हाम्रो काम हुन्थ्यो कि हुन्थेन थाहा छैन है। अनि 52 सालको सुरुमा हामीले एउटा अन्तर्क्रिया गर्यौँ। अब हामी राजनीतिक कार्य गर्न सकेनौँ। सडकमा
काम गर्ने सडक मजदुर राजनीतिक कार्यकर्ता हुन सकेनन्। राजनीतिक कार्यकर्ता नभइकन जग्गा नपाइने रहेछ भनेर एउटा हामी अठोटमा पुग्यौँ र यो चिसो बारीमा हामीले एउटा भेला गर्यौँ। भेलाबाट के निर्णय गर्यौँ भने हामीले नम्बरी जग्गामा नबस्ने, जङ्गल नफाड्ने, सार्वजनिक जग्गालाई नछुने, खेर गएको जग्गालाई चाहिँ अब राज्यले नदेखेको नागरिकलाई बसोबास गराउने भनेर निर्णय गरेपछि यो हेटौडा वडा नम्बर 11 राप्ती बगर चिहानलाई हाम्रो आश्रय स्थल बनाएको कुरा म यहाँहरूलाई स्मरण गराउन चाहन्छु। यो त्यो पृष्ठभूमि कस्तो थियो भने म संयुक्त जनमोर्चा नेपालको सचिव, हाम्रो बलराम बल्दीको अध्यक्ष, राजनीतिक पार्टीको आँखामा के भयो भने यो त राजनीति गर्न आएको रहेछ भनेर पनि हो। अब प्रिय प्रभाकर साथी यस्तै राजनीतिक परिभाषा लगाउने कि नलगाउने एउटा अप्ठ्यारो छ है। त्यो त्यस आँखाबाट आइमुक्त छैन। खै त्यो कुरा छोड्दिनु, त्यो कुरा कोट्याउनु। अब विगतित सुकुम्बासीको बेलामा, विष्णु दाहालको बेलामा हामीले एउटा लुकामारी खेल खेल्यौँ। तेलका छ, बच्चामा तेलका छ, अनि हामी साना साना बालबालिका लुकामारी खेल्ने बडो खतमको लुकामारी खेल्यौँ हामीले। घरले बनाएको जग्गामा नापी हुँदैन, 1 नम्बर। अनि एउटा गरिब ठेलागाडा चलाउने मजदुरले आफ्नो बालबच्चा पालोस् कि घर बनाओस्, राज्यले दायित्व बन्द गर्दैन। अनि हामी सुकुम्बासी आयोगमा दर्ता गर्न जाँदाखेरि तिम्रो घर बनेको छैन, तिम्रो जग्गा दर्ता हुँदैन भनेर धेरै जग्गा दर्ताबाट छुट्याइएको हेटौडा वडा नम्बर 11 पनि हो। त्यहाँ धेरै साथीहरू छन् तेलका छ खेली लुकामारी। अनि निवेदन दर्ता गरेर छुटिसकेपछि यहाँ अध्यक्षजी हुनुहुन्छ, म उहाँले स्मरण गराउँछु। मैले फोन गरेर भने हेटौडा वडा नम्बर 11 मा धेरै जग्गा दर्ता गर्न छुट्यो, के गर्ने होला भनेर भनेपछि यही हुनुहुन्छ। अनि उहाँले के भन्नु भने आयोगको अध्यक्षले भन्नुपर्ने म त ठिकै छ नि भन्नुभएको यही हुनुहुन्छ। अनि आयोगको अध्यक्ष विष्णु दाहाललाई मैले फोन गरेँ, अध्यक्षजीले भन्नुहोस् न त्यो काम त उहाँको हो नि। अनि दुईटा अध्यक्षको बिचमा हामीले लुकामारी खेले। हामी सुकुम्बासी आयोगमा दर्ता गरेर धेरै नागरिकहरू छुटेका थियौँ। यसरी राजनीति गर्नुभएको छ। त्यसलाई लुकामारी खेल्ने जुन राजनीति छ यसको अन्त्य गरिनुपर्छ है। अब त्यो खेल कहाँले अन्त्य भयो भने, त्यो खेल कहाँले अन्त्य भयो भने यहाँ संशोधन विधान आएको रहेछ। हामी हेर्छौँ अब गर्छौँ गर्दैन भनेर त्यहाँ लेखेको छ। यस नियम 4(1)(6) स्थानीय तहको अनुरोधमा सूचना प्रकाशन गर्न सकिने। सबैले सुन्नुपर्छ यो। 1. यस नियम जारी हुन अगावै आयोगबाट प्रकाशित सार्वजनिक सूचनामा तोकिएको अवधिभित्र निवेदन सङ्कलन हुन नसक्नुको कारण र आधार र कारणको लागि सम्बन्धित स्थानीय तहले एक पटकको लागि सूचना प्रकाश गर्नु पर्ने प्रयोजनका लागि आयोग समक्ष अनुरोध गर्न सक्नेछ भनेपछि हाम्रो वडा अध्यक्षज्यूले अब एक पटकको लागि छुटेको निवेदनमा उहाँले सूचना प्रकाश गर्न आयोगलाई सूचना गर्न सक्नुहुन्छ भने यो नियमले भन्छ। त्यसकारण हामीले हेर्छौँ अब यो लुकामारी खेल हुन्छ कि हुँदैन हामीले हेर्नुपर्छ अब यो। अनि दोस्रो कुरो छ, यहाँ दोस्रो कुरो छ अलिक अब अर्को एउटा छ दाउपेच। बोक्सी आफै ढाक्ने पनि आफै, बोक्सी मन्त्र लगाउने अनि ढ्याङ्ग्रो टोकेर आफैले लिएको पानी एउटा खेल भयो। यसलाई तपाईँले के संज्ञा दिनु छ, तपाईँले आफै संज्ञा दिनु, हामी जान्दैनौँ। यो खैर गाडीको प्रसङ्ग हो। यहाँ खैर गाडी चुनावमा पनि त्यहाँ धेरै खेल हुन्छ। यसले राजनीतिक परिभाषाभित्र राख्नु कि नराख्नु थाहा छैन। अनि त्यो जङ्गलकै सीमाभित्र परेको छ। जङ्गलभित्र सीमा परेको ठाउँमा जग्गा दर्ता हुँदैन। यो जब बसोबास गरेका माथि कारबाही हुनुपर्छ। कुनै अमुक व्यक्तिले यो अख्तियारमा उजुरी गर्यो, हामी यही घरमा बसेर चिनापना गर्यौँ कि यो होइन नकार्नुपर्छ भनेर त्यो सकारात्मक काम भएको छ। स्मारक एरिया उतापट्टि रुम्बा टोल र यो डाङडुएको भित्तापट्टि जङ्गल साइजमा यो नापी भएको छ र त्यहाँका सम्पूर्ण यस्ता आबादिक जग्गाहरू पनि भर्ने एउटा मौका पाएको छ। हाम्रो भनाइ
यदि प्रक्रिया नमिलेको तलमाथि केही छ भने त्यसलाई सच्याएर यही जुन ढङ्गले नापी भयो त्यो नापी भएको कार्यलाई मान्यता दिने हो या नदिने हो आदरणीय दाजुले आज एकछिनपछि प्रश्नाउनु हुनेछ र विगतमा हाम्रो 11 नम्बर वडामा सबै ठाउँमा एक हिसाबको नापी भइसकेको छ र बाँकी यो नापीलाई मान्यता हुन्छ कि हुन्न र दिनुहुन्छ कि हुन्न भन्ने कुरा यो आउने बाँकी छ। यो केही कुरा आउनुहुन्छ भन्ने हामीले आशा गरेका छौँ। र अर्को कुरा यस टोलको हिसाबले भन्नु हुँदाखेरि मैले योभन्दा विगतका वक्ताहरूले बोलेको पनि मैले सुनिराखेको छु कि यस टोलमा जति पनि फारम भर्नु भएको आदरणीय सुकुम्बासी अव्यवस्थित र दलित भूमिहीनहरूको जग्गा कतै हामीले लोभ गरेर धेरै 10 गठा 5 गठा ओगटेको अवस्था छैन। यहाँ तपाईहरुले भन्नु पर्दाखेरि बाध्यताले 3 धुरदेखि लिएर 5 धुर 7 धुर बढीमा 10 धुर भन्दा सायद मलाई जग्गा कति अधिकांश मान्छेको छैन। यहाँ के यो कुरा चाहिँ सबैलाई थाहा छ कि हामीले धेरै जग्गा ओगटेर हामी धेरै नगरको जग्गा चाहिँ गर्छौं भन्ने खालको यहाँ जति पनि हामीले अनुहार देखिरहेको छौं उहाँहरुको कसैको छैन। उहाँहरुलाई यथार्थ थाहा छ कि मेरो जग्गा कति छ, हुन सक्छ कसैको अलिकति बढी होला, तै पनि अधिकांश 90% जनताको एकदमै कम हुनुपर्ने जग्गा भन्दा नि कम छ। किनकि उहाँको अवस्था त्यस्तै भएको कारणले थोरै जग्गा 2 धुर 3 धुर 5 धुर 7 धुर बढीमा 10 धुर जग्गामा बस्नु भएको छ। यसमा हजुरहरु ढुक्क हुनुहोस् कि यहाँ जति पनि उपस्थित हुनुभएका आदरणीय यस वडाका दाजुभाइ दिदीबहिनीहरुको जग्गा धेरै जग्गा हामीले ओगटेका छैनौं, तपाईहरुले ओगटेका छैन। त्यसैले उहाँहरुले त्यस्तो भ्रष्टाचार गरेर अन्त बिगो नम्बरी जग्गा भएर हामीले यहाँ आएर बसेको पनि होइन कि यदि हामीसित पैसा भएको भए हामीले नगरको चाहिँ हेटौडा हुब्रा चोरमा गएर चाहिँ करोडौंको जग्गा किन्थ्यो होला। एउटा ज्याला मजदुर गर्ने, मैरू चलाउने, एउटा चाहिँ अर्काको भाडा माग्ने, होटलमा भाडा माग्ने, अर्काको लुगा धुने जस्ता यहाँ पीडित जनताहरूले यो ठाउँमा 2 धुर 3 धुर लिएका छौं। यदि उहाँहरूले भ्रष्टाचार गरे भने त्यसको जिम्मेवारी म पनि दिन सक्छौं, उहाँहरूको त्यस्तो छैन। त्यसैले ढुक्क भएर तपाईहरु यसको प्रोसेसलाई छिटोभन्दा छिटो अघि बढाउनु होला। जति जुन ढङ्गले यो भन्दा अगाडि काम भएको थियो, बीचमा आयोग विघटन भयो र अहिले आयोग गठन भइसकेको छ। आयोग गठन भइसकेको अवस्थामा तीव्र ढङ्गले यहाँहरूले काम अघि बढाउनु हुनेछ, कुनै पनि कन्साइ राख्नु हुने छैन भन्ने मैले पूर्ण विश्वास दिएको छु। भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी सदस्यज्यूहरूलाई यस ओडामा हार्दिक स्वागत गर्न चाहन्छु र उहाँको कार्यकालमा आम मकवानपुरवासी, मैले यो ओडा मात्र भनिन, मकवानपुरवासी, भूमिहीन दलित सुकुम्बासी, त्यसै गरी भूमिहीन सुकुम्बासी र अव्यवस्थित सम्पूर्ण परिवारहरूले लाल पूर्जा लिने गरी उहाँहरूको कार्यकाल सफल रूपमा बित्योस् भन्ने शुभकामना दिन चाहन्छु। र म धेरै कुरा उठाउँदिन, यहाँ धेरै कुरा अर्जुन दाइले भूमि समस्या समाधान आयोगका धेरै कुराहरू राखिसक्नु भएको छ र समय पनि ढिला भएको छ र हाम्रो प्रमुख अतिथि बोल्न पनि बाँकी हुनुहुन्छ र यो विषयमा यहाँ धेरै अघिल्ला वक्ताका व्यक्तित्वहरूले धेरै कुराहरू राखिसक्नु भएको छ। कतिपय कुरा उहाँहरूले एकदम तथ्य कुरा पनि राख्नु भएको छ भने कतिपय कुरा कतै जनप्रतिनिधिहरूलाई जोड्नु भएको छ, कतै वडा अध्यक्षलाई जोड्नु भएको छ र कतै राजनीति भयो भन्नुभएको छ। म चाहिँ फेरि तपाईहरु सम्पूर्ण आम जनमानसलाई भन्न चाहन्छु कि मैले कुनै राजनीति गर्दिन। यो तपाईहरुलाई लाल पूर्जा दिने कुरामा कुनै पनि राजनीति, म अघिल्लो कार्यकालको पनि जनप्रतिनिधि हो, त्यो बेला पनि यहाँ जीवन सर यी हुनुहुन्छ, यहाँ विष्णुदाईहरू यो टोल विकास संस्थाका निवर्तमान अध्यक्षहरू, अहिलेको अध्यक्ष वर्तमान अध्यक्षहरू हुनुहुन्छ। सम्पूर्ण हामी सबै मिलेर फर्म भर्ने काम हामीले 3 तहको चाहिँ फर्म भरेका हौं। भूमिहीन दलित सुकुम्बासीको नि फर्म भर्यौं, त्यस्तै गरी भूमिहीन सुकुम्बासीको नि फर्म भर्यौं, त्यसै गरी अव्यवस्थितको पनि हामीले फर्म भर्यौं। त्यसमा ओडाका जनप्रतिनिधिहरूले कुनै कन्जुसिया गरेको छैन। तपाईहरुले यहाँ वक्ताको रूपमा बोलिरहँदा आफ्नो राय राख्ने कुरा हो, त्यसमा जनप्रतिनिधिहरूले तपाईहरुलाई यहाँ भूमि चाहिँ जो भूमिहीन हुनुहुन्छ उहाँहरूलाई भूमि दिनको लागि जनप्रतिनिधिहरूलाई कुनै आपत्ति छैन। त्यो ओडा अध्यक्ष निवर्तमान ओडा अध्यक्षलाई पनि थिएन, म त्यो बेला सदस्य थिएँ, अहिले मलाई पनि छैन र मेरो टिमलाई पनि छैन। यो कुरा तपाईहरुको माझमा भन्न चाहन्छु। र हामीले चाहिँ म सदस्य हुँदा पनि त्यो काम गरिरहँदा त्यो भिड यहाँ के अरे हाम्रो ओडा सचिव यी हुनुहुन्छ, उहाँले कति खटेर काम गर्नुभयो, तपाईहरु सबैले साथ दिनुभयो। हामी जनप्रतिनिधि पनि त्यो घाममा त्यो जस्ता मुनि चाहिँ गएर त्यसलाई प्रमाणीकरण गर्नको लागि अध्यक्ष गोखन्दाई लगायत म त्यहाँ चाहिँ गएर हामीले हप्तौं 10औं दिनसम्म चाहिँ नगरपालिकाको त्यो माथिल्लो तलामा गएर तपाईहरुलाई प्रमाणीकरण गरेर त्यो फाइल हामीले त्यहाँ पुर्याएका थियौं। र अब
के अरे आयोगहरू बन्छ, सरकारहरू चेन्ज हुन्छ, हाम्रो के दोष त्यसमा? हामी वडाको अध्यक्षले के गर्न सक्छौँ? सरकार चेन्ज हुन्छ, आयोगका अध्यक्षहरू चेन्ज हुन्छ, त्यसमा त हामीले केही गर्न सक्दैनौँ। हामीले गर्नुपर्ने जिम्मेवारी सम्पूर्ण पुरा गरेका छौँ। यो तपाईँहरूको माझ म भन्न चाहन्छु। र यहाँ कतै लुकामारी खेल्ने, कतै अध्यक्षले केही कमी कमजोरी गर्ने मैले लाग्छ, मैले त केही कमी कमजोरी यो तपाईँहरूलाई लाल पूर्जा दिने तहमा यो तीनटै भूमिहीन सुकुम्बासी, दलित भूमिहीन लगायत अव्यवस्थितलाई यो लाल पूर्जा दिने क्रममा चाहिँ मैले गर्नुपर्ने जिम्मेवारी मैले पुरा गरेको छु जस्तो लाग्छ र मेरो टिमले मलाई सहयोग पनि गरिरहेको छ। र आगामी दिनमा कर्मचारीको हिसाबले मैले भन्नै पर्छ, उहाँ धेरै खटिरहनु भएको छ। विगत 5 वर्ष पनि खटेर हाम्रो वडाको सचिव भएर काम गरिरहनु भयो र अहिले पनि काम गरेको गरे हुनुहुन्छ। अब त्यहाँ कतिपय कागजहरू पुग्दैन, त्यहाँ 3 पुस्ते विवरण सहित पठाइदिनु भन्नुभएको छ आयोगको अध्यक्षज्यूले। हामीले त्यो गरिरहेका छौँ। 107 जना चाहिँ हामीले चाहिँ भूमिहीन दलित सुकुम्बासीको फर्म भरेका थियौँ भने त्यसलाई फाइल हामीले पुरै 89 जनाको फाइल पुरै पुरा गरेका छौँ र केहीको त्यहाँ केही कागजपत्रहरू पुगेको छैन। त्यसलाई उहाँहरूलाई हामी बोलाउँछौँ, वडामा बोलाएर उहाँहरूको 3 पुस्ते विवरण पनि लिन्छौँ र त्यसपछि त्यो कागजपत्र पुर्याएर त्यसलाई फरवार्ड गर्ने काम गर्छौँ। र हामीले अगाडि नै हामीले चाहिँ सहजीकरण समिति गठन गरेको थियो। अहिले बिचमा गठन गर्ने भन्दा यो काम पनि सकौँ अनि सहजीकरण समितिको प्रमाणीकरण सहित वडा अध्यक्ष, वडाका सदस्यज्यूहरू, वडा सचिव लगायत सम्पूर्ण राजनीतिक दलका प्रमुख ज्यूहरू लगायत त्यो सहजीकरण समितिमा रहनुहुने व्यक्तित्वबाट प्रमाणीकरण गरेर पठाउँ भनेर उहाँ भिडेको भिडै हुनुहुन्छ। हामी काममा उहाँलाई छिटो भने मैले कराएको छु, उहाँलाई प्रेसर दिइरहेको छु, कर्मचारीले काम गरिरहनु भएको छ। यसमा कुनै दुविधै छैन। तपाईँहरूलाई लाल पूर्जा दिनमा जुना दाहाललाई के दुविधा भयो? कुनै पनि दुविधा छैन। तपाईँहरूको सधैँ पक्षमा हो। म सधैँ तपाईँहरूको टोलमा घुमिरहेको हुन्छु, तपाईँहरूलाई के समस्या छ भनेर सोधिरहेको हुन्छु। तपाईँहरू सधैँ वडामा बसिरहेको हुन्छु र यो कामलाई पनि छिटो छरिटो कसरी गर्न सकिन्छ भनेर मैले लागिरहेको छु भने यसमा तपाईँहरूले कुनै कतै वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरूले कतै कमी कमजोरी गर्छन् कि भनेर तपाईँहरूले शङ्का मान्नै पर्दैन। तपाईँहरू सधैँ मलाई सुधार दिनुहुन्छ, अगाडि बढाउनुहुन्छ, टोलवासीले सहयोग गर्नुभएको छ, त्यही अनुसार हामीले काम गरिरहेका छौँ। र भूमिहीन सुकुम्बासीमा 799 जनाले फर्म भर्नुभएको छ। त्यसलाई पनि हामीले पहिला केलाइकन पठाएको, फेरि गरेर नगरपालिकाले फेरि पठाइसकेपछि अहिले फेरि सबै एक गरेर हेर्नु भन्नुभयो। अब हेर्न त एउटा फाइल हेर्नलाई 1 घन्टा लाग्छ। नगरपालिकाले अरू एक्स्ट्रा कर्मचारी पठाउनु भएको छैन। हाम्रै कर्मचारीलाई एउटा चाहिँ कोठामा हामीले छुट्टै त्यहाँ जनस्वास्थ्य क्लिनिकको माथि राखेर उहाँलाई छुट्टै वडाको कामले डिस्टर्ब हुन्छ भनेर उहाँलाई लगाइरहेका छौँ। उहाँ काम गरिरहनु भएको छ। 377 जनाको उहाँले फाइल क्लियर गरिसक्नु भएको छ। अब यो 89 जना र 377 जनालाई हामी आइतबार सोमबारै त्यो फाइल पठाइदिइहाल्छौँ र बाँकी रहेको सोमबारभित्र त्यो फाइल नगरपालिकामा पठाउने प्रतिबद्धता पनि यहाँहरूकोमा व्यक्त गर्न चाहन्छु। र त्यति पुग्छ भने बाँकी रहेकोमा आमा बुवा, पति पत्नी होइन, त्यहाँ चाहिँ सासू ससुराको विवरण लगायत 3 पुस्ते विवरणहरू कति पुगेको छैन र कति त्यो शादीको वन क्षेत्र भनेको छ, त्यो वन क्षेत्रलाई हामी यो क्षेत्रमा परेका छौँ भनेर परेको छ यो सङ्ख्या भनेर त्यसलाई पठाउने काम गर्छौँ। कतिको सम्पत्ति देखेका फाइल सङ्ख्याहरू छन् त्यसलाई हामी बुझ्छौँ। फेरि तपाईँहरूलाई त्यो छ भनेर मैले ग्यारेन्टी गरेँ होइन, तपाईँहरूसँग बोलाउँछौँ, बुझ्छौँ र त्यो फाइललाई चाहिँ हामीले चाहिँ छिटो पठाएर हिजोको दिनमा तपाईँहरूलाई भन्नै पर्छ 1900 वडामा सबैभन्दा पहिला चाहिँ नापी गरेर चाहिँ लाल पूर्जाको दिने काममा अगाडि बढाउनु पर्छ भनेर कार्यपालिका बैठकमा राखियो वडा अध्यक्ष। यो कुरा म तपाईँहरूको माझ भन्न चाहन्छु भने त्यही अनुसार अहिले पनि यहाँ अर्जुन दाई यी हुनुहुन्छ, आदरणीय दाजु बलराम दाई यी हुनुहुन्छ। पहिला 11 नम्बरबाट हेटौँडा उपमहानगरपालिकाको लाल पूर्जा दिने काम जसको क्लियर भएको छ, फाइलहरू क्लियर भएको छ, सुरुवात 11 नम्बरबाटै गर्नुपर्छ भनेर उहाँहरू कार्यपालिकाको मिटिङपछि जानुभएको थियो। त्यहाँ पनि मैले प्रतिबद्धता व्यक्त गरिरहेको छु र त्यो प्रतिबद्धता सहित तपाईँहरूको माझमा म यहाँ भाषण मात्र गर्दिनँ, काममा मैले गर्नुपर्ने जिम्मेवारी तपाईँहरूको माझ पुरा गर्ने पनि म यहाँहरूको माझ भन्न चाहन्छु। त्यसै गरी अव्यवस्थित परिवार सङ्ख्या 1135 जनाले भर्नुभएको छ। त्यसलाई पनि अब त्यो फाइल हामीले यो फाइल चाहिँ भूमिहीन र दलित सुकुम्बासीलाई पठाइसकेपछि र भूमिहीन
सुकुम्बासीको पठाइसकेपछि यो अव्यवस्थितको फाइल पनि हामी चाहिँ छिटो गरेर अझै कर्मचारी हामी नगरपालिकासँग मागेर भए पनि यसलाई छिटो गरेर र यहाँ चाहिँ हाम्रो विष्णु दाइ लगायत यहाँ टोल विकास संस्थाको अध्यक्ष निवर्तमान अध्यक्षहरू हुनुहुन्छ, समाजसेवी हाम्रो सुमन सर हुनुहुन्छ, लगायत सबैको सहयोग लिएर अब त्यो फाइलहरूलाई हामी चाँडो चाहिँ आफ्नो जिम्मेवारीबाट वडाबाट पठाउनु पर्ने जिम्मेवारी पुरा गर्ने कुरा पनि तपाईँहरूको माझ राख्न चाहन्छु। र कुराहरू माइक भेटेपछि आफूलाई मन लागेको कुरा बोलिन्छ, आफूले विचारहरू बोल्ने हो। तर त्यहाँ कसैलाई केही भनिरहँदा केही त्यहाँ चाहिँ नभएका कुराहरू पनि हामीले बोलिरहेका छौँ भन्ने पनि हामीले बुझ्नुपर्छ। जे कुरा गरे पनि तपाईँहरूलाई लाल पूर्जा दिने कुरामा र छिटो र छरितो हाम्रो पनि 3 वर्ष कार्यकाल, यो दोस्रो कार्यकालको म अघिल्लो कार्यकालमा सदस्य र अहिले अध्यक्ष भएर 3 वर्षको कार्यकाल सिद्धिसकेको छ। यो 2 वर्षको बिचमा तमाम यहाँका चाहिँ सिमलटार वडा यो टोल विकास लगायत सागरपथ र अन्य क्षेत्रमा रहेका सम्पूर्ण यो वडाका चाहिँ भूमिहीन सुकुम्बासी अव्यवस्थित भूमिहीन दलित सुकुम्बासीलाई लाल पूर्जा दिनको लागि छिटो काम गरेर हामी चाहिँ त्यो काममा चाहिँ तीव्र रूपमा अगाडि बढ्छौँ र यसको लागि सहयोग आदरणीय आयोगका अध्यक्ष लगायतका कार्य समितिले हामीलाई सहयोग गर्नुहुनेछ र हामीले जे देख्छौँ त्यो अनुसारको फाइल हामीले त्यो गरेर नोट गरेर हामीले चाहिँ पठाउने काम गर्छौँ र सहजीकरण समिति पहिलाको छ त्यसलाई केही पुनर्विचार गर्नुपर्ने भए त्यसलाई गरेर हामीले चाहिँ अहिले लिएको चाहिँ सहजीकरण समिति सहित यो नाम लिस्ट सहित पठाउने कुरा चाहिँ तपाईँहरूको माझ राख्दै सोमबारबाट फाइलहरू सबै नजाला, काम भएको जति फाइलहरू पुग्ने कुरा पनि यहाँहरूको माझ राख्न चाहन्छु। र 11 नम्बर वडावासी आदरणीय यो टोल बाहेक अन्त रहनु भएको पनि हुनुहुन्छ, उहाँहरूलाई म भन्न चाहन्छु कि भूमिहीन जसको चाहिँ जग्गा जमिनै कहीँ पनि छैन, 3 पुस्ता रूपमा कहीँ छैन भने उहाँहरूको फाइल एकदम छिटो गइहाल्छ र त्यसलाई काम पनि त्यो चाहिँ उहाँहरूले आयोगले माने अनुसार चाहिँ हामीले काम गर्ने भएको हुनाले ती कामहरू गर्छौँ। र अन्य केही कुरा नपुगेका कुराहरूलाई तपाईँहरूलाई बोलाएर कसको फाइल छ, हामीले कसको यो टोल विकासको सपोर्ट लिनुपर्ने हो, त्यहाँ चाहिँ सपोर्ट लिएर टोल विकासको अध्यक्षहरूसँग चाहिँ सहयोग लिएर ती कामहरूलाई गर्ने प्रतिबद्धता यहाँहरूको माझ राख्न चाहन्छु। बोलाउँछु, अगाडि बोलाउने छु। उहाँलाई हजुरहरूमा लागेको गुनासो अथवा हजुरहरूले छलफल गर्नुपर्ने कुराहरू उहाँलाई नै सोधिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। मेरो चाहिँ के छ कि प्रश्न होइन के अरे अब छुटफुट नापी भएर नापी हुने बेलामा छुटफुट भएकोहरूले कसरी हामी के गर्ने हो कसो गर्ने हो भनेर भनाइ सुनाइरहनु भएको, त्यो बारेको प्रश्न पनि सुनाइदिनु होला। अनि अब पाउने 8 धुरदेखि पाउँदैन भन्नुभयो। अब जो सिकाइले पनि आफ्नो दुःख गरेर 52 सालदेखिबाट दुःख गरेर कमाइरहेको जग्गा बढी छ भने पाउनुहुन्न भन्नुभयो। हजुरहरूले जो सिकाइले पनि अब कमाएरै किन्नु भएको छ भने पनि 11 धुर 12 धुर कसैको 15 धुर कसैको एकै गठा होला होइन, त्यो जग्गा चाहिँ जसरी पनि आफ्नो दुःखको कमाइ चाहिँ पूर्जा चाहिँ आउनुपर्छ भन्नु, त्यसको प्रश्न मलाई सुनाइदिनु होला। त्यो कुरा मलाई चित्त बुझेन, यही हो मेरो भनाइ। अहिले भर्खरै हाम्रो दिदीले राख्नु भएको प्रश्न चाहिँ होइन, त्यो 35 दिने सूचना निकालेर छुटफुट रहेका चाहिँ व्यक्तिहरू भर्न बाँकी रहेकोलाई हामीले सूचना गर्छौँ र सूचना गरिसकेपछि आएको नियमअनुसार त्यसलाई अगाडि बढाएर तपाईँहरूको छुटफुटको चाहिँ अब फेरि फर्म भर्ने काम हामी गर्ने चाहिँ मैले अघि छुट्याएको छु र उहाँले राख्नु पनि भयो। त्यसको कामलाई पनि अगाडि बढाउने कुरा यहाँहरूको माझ राख्न चाहन्छु। हस्, धन्यवाद। आज यो कार्यक्रमलाई भव्य र सभ्यबाट उपस्थित सम्पूर्ण लगायत त्यसै गरी हाम्रो यो नापी शाखाका प्रमुखज्यू लगायत आज यो कार्यक्रमलाई भव्य र सभ्यबाट उपस्थित हुएका महिला आदर सम्मान गर्नुपर्ने आदरणीय सम्पूर्ण व्यक्तित्वहरूमा म व्यक्तिगत तर्फ र टोल विकास वडा समन्वय समिति हेटवडा 11 को तर्फबाट यहाँहरू सम्पूर्ण म हार्दिक आभार व्यक्त गर्दछु। धेरै कुराहरू आइसक्यो। तपाईँ हाम्रो लक्ष्य र उद्देश्य भनेको हामीलाई जग्गा धनी पूर्जा प्राप्ति गर्ने हो। आदरणीय व्यक्तित्वहरूले बोलिसक्नुभयो, भूमि विज्ञानले बोलिसक्नुभयो, कमलचन्द्र सुमन सरले पनि धेरै कुराहरू यहाँ बोलिसक्यो। हामी धेरै कुरामा प्रश्न भइसक्यौँ र हाम्रो 52 सालदेखिको प्रतीक्षाको घडी अब सायद पुरा हुन्छ कि भन्ने हामी आश गरेछौँ। करिब 32 वर्ष
30 वर्ष हामी यहाँ बसोबास गरिसकेका छौँ। 8-9वटा चाहिँ हाम्रो चाहिँ यो टोकनहरू पनि भरेर हामीले यति नम्बर यति के भनेर हामीले भरिसकेका छौँ। अहिलेसम्म त्यसको केही पनि भएको छैन। तर अब हामीलाई यो 3वटा आएको ज्योति रायमाझी आएको अध्यक्ष, त्यसै गरी विष्णु दाहाल आएको अध्यक्ष र अहिले भर्खरै आउनुभएको बलराम बलको आएको अध्यक्ष, हामीले 3वटा आएको अध्यक्षहरूलाई हामीले यहाँ बोलाएर धेरै कुराहरू अन्तर्क्रिया र हामीले सम्मान पनि गरेका छौँ। हामीले यहाँको बस्तीको बारेमा जानकारी पनि गराएका छौँ। आज यति धेरै प्रश्न भयो कि दलित र दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थितको अवस्था के हुने रहेछ भन्ने कुरा र हाम्रो यहाँ पक्कै केही मिस्टेक पनि भएको छ। अघि नै कमलचन्द्र सुमन सरले भनिसक्नुभयो। अब यो चाहिँ ओडाले चाहिँ एकचोटि चाहिँ यो छुटेकोहरूलाई र मिस्टेक भएकोहरूलाई अब यहाँ 3 पुस्ता नाम नभुनीहरू भन्दाखेरि यहाँ मलाई थाहा भएकोसम्म करिब 50 जनाको त यहाँ मिस्टेक भइसकेको मैले थाहा पाइसकेको छु, मलाई जानकारी छ। त्यसकारणले एकचोटि चाहिँ अब यो निवेदन खुल्नुपर्छ र आदरणीय वडाधीशले खुलाउनको लागि म हार्दिक अनुरोध गर्छु। आदरणीय हामी यस सिमलटारवासी 11 नम्बरमा रहेका जनसङ्ख्याहरू अब हामीले चाहिँ अब नडाटिकन वास्तविक के हो भन्ने कुरा चाहिँ अब हामीले त्यो निवेदन मार्फत पनि गर्नुपर्ने छ। र अव्यवस्थितको हकमा पनि हामीले आज 2 गट्ठा 19 दुध, अब त्यसमा सरकारी 10 दुध होला, त्यो कति लाग्ने त्यो पनि उहाँहरूले अहिले जानकारी गराउनुहुन्छ भन्ने मैले आश पनि गरेको छु। अब 2 गट्ठा 19 धुर चाहिँ हामीले अव्यवस्थितको हकमा पाउने र त्यसमा चाहिँ कति सरकारी राजस्व तिर्न पर्ने त्यो कुरा पनि प्रश्न भइदिएको हुने र अन्य कुराहरू धेरै कुराहरू प्रश्न भयो र हामी सबैको आशा र भरोसा पनि छ। अब 52 सालदेखि बसेको 82 सालमा चाहिँ पूर्जा पाइन्छ भने हामी सबैलाई आशा पनि छ र हामी धेरै पटक पनि लागेका छौँ र हाम्रो यो करिब यो 1700 घर धुरी एउटा टोल विकासमा 1700-1800 चाहिँ यहाँ हाम्रो यहाँ दर्ता छ। यहाँ धेरै कुराहरू उठ्यो। मलाई राम्ररी थाहा छ यो भूमि आयोग भनिसकेपछि, सुकुम्बासी आयोग भनिसकेपछि प्राय मान्छेले राम्रो अनुहार लाउँदैन। यसको नाम सुन्ने बित्तिकै निधार खुम्च्याएर त्यस्तो देखिन्छ प्रतिक्रियाहरू। अघि नै पनि कमलचन्द्र सुमनले भन्नुभयो यो 50-51 देखि गठन भएको यो आयोगको सिलसिला यस्तै निराशाको खेती गरेर बित्यो। जग्गा दिने, सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने भनिन्छ, तर त्यो के कारणले वितरण हुँदैन। अनि हैरान गोता खाएर हैरान परेका नागरिकहरू, सरकारवालाहरू, उहाँहरूले चिन्ता नगरे कसले? तपाईँहरू मात्रै होइन, पहिला यो भूमि सुकुम्बासी समस्या आयोग या के भन्ने नाउँ गरेर गठन हुने आयोग देखेर म आफै पनि सराप थिएँ। यो सरकारको काम छैन, कार्यकर्ता भर्ती गर्यो, दुनियाँलाई झुक्क्यायो, अल्म ल्यायो र समय व्यतीत गर्यो भन्ने मान्छे मध्येमा तपाईँहरू मध्येमा एउटा म पनि हो। अब 50 सालदेखि अहिलेसम्मको त्यो पीडाको कथाहरू हालेर साध्य हुँदैन, त्यो धेरै लामो बन्छ। त्यसकारणले मैले तपाईँहरूसँग के वचनबद्धता व्यक्त गर्न चाहन्छु भने त्यो इतिहास अब दोहोरिँदैन। म आएको छु, म बलराम बोल बोलिराखेको छु। मेरै कार्यकालमा तपाईँहरूको हातमा पूर्जा मैले थमाउँछु। हाम्रो चुनौती छ। मकवानपुर जिल्लामा अहिले कम्प्युटरमा दर्ता भएको, दाखिला भएको, कम्प्युटरमा दाखिला भएको विगतको निवेदनहरूको संख्या 23,435 छ।
त्यो दर्ता भइसकेको छ। अब अहिले नेपाल सरकार र हाम्रो संयुक्त सहकार्यमा छलफलमा सूचना जारी गर्ने नयाँ सूचना जारी गर्ने कुरामा सहमति भएको छ। पालिकाहरूबाट सहमति लिने काम गरिराखेको छ। अहिले हेटौडा नगरपालिका सम्भवतः यो 9वटा पालिकाबाट आइसक्यो। हेटौडा नगरपालिका बाँकी छ, यो पनि छिटै हुन्छ। उहाँहरूबाट यो पालिकाबाट आइसकेपछि मकवानपुर जिल्लामा भएको 10वटा पालिकामा अन्तिम पटकको निम्ति 35 दिने सूचना छुट आवेदन भर्ने व्यवस्थाको निम्ति 35 दिने सूचना निक्लिँदैछ। यसलाई ख्याल गर्नुहोला। यो सूचनामा छुट्यो भने अब निक्लिने 35 दिने सूचनामा छुटियो भने फेरि अर्को पटक आवेदन भर्न पाइँदैन। त्यसकारण चनाखो भएर बस्नु होला। यो सूचना ख्याल गर्नुहोला। अब आउने सूचना यो अन्तिम सूचना हुनेछ। त्यसकारण कसैको छुटेको छ भने सम्भवतः यो वैशाखको महिनाभित्रै नभए जेठको पहिलो हप्ताभित्र सूचना प्रकाशित हुन्छ। केन्द्रले गर्छ यो। चनाखो भएर बस्नको निम्ति हार्दिक अनुरोध गर्दछु, किनभने यो अन्तिम हो। अर्को पूर्जा प्राप्ति गर्ने कुरामा विगतमा जे भयो। अब एकपटक मैले तपाईहरुको सक्रियता माग गर्दछु, एकपटक सक्रिय हुनुस्। किनभने अहिले पूर्जा प्राप्त गर्न सकिएन भने आयोगबाट यस पटक पूर्जा प्राप्त गर्न सकिएन भने फेरि कहिले पनि सक्दैन। फेरि पछि उपरान्त यस्तो आयोग गठन हुँदैन। सूचना पनि अन्तिम, यो आयोग पनि अन्तिम। त्यसकारणले यो कुरामा ध्यान दिनुहोला र अलिकति सक्रियता बढाउनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। नेपाल सरकार र भूमि समस्या समाधान आयोगको प्राथमिकताको कुरा 3 वटा प्राथमिकतामा हामीले अहिले काम गरिराखेका छौँ। त्यो पहिलो प्राथमिकता भनेको जसले जग्गा धनी पूर्जा प्राप्त गर्नुपर्छ, त्यो पहिलो वर्ग भनेको भूमिहीन दलित हो। आयोगले तपाईहरु ख्याल गर्नुहोला, भूमिहीन दलितलाई पूर्जा नदिएसम्महरूले पाउनुहुन्न। पहिलो प्राथमिकतामा दलितहरू, दोस्रो प्राथमिकतामा भूमिहीन सुकुम्बासीहरू र तेस्रो प्राथमिकतामा अव्यवस्थितहरू। एउटा कुरा अघि नै यहाँ कुरा उठ्यो, अनुसूचीको कुराहरू उठ्यो। यहाँ अनुसूची भनेको एउटा फारम हो। भूमिहीन सुकुम्बासीले कुन फारम भर्ने, भूमिहीन दलितले कुन फारम भर्ने, अव्यवस्थितले कुन फारम भर्ने हो, त्यो अन्यथा केही पनि होइन। त्यो अनुसूची अनुसारको फारम भर्ने हो, त्यो हाउबुझी होइन, अन्यथा नसोच्नु होला। अहिले मकवानपुरको जिल्ला आयोगले 15-20 दिन अगाडि हामी आएको
2.5-3 महिना पुग्दा नपुग्दै हामीले बकैयामा पूर्जा बाँडेको कुरा तपाईहरुलाई थाहा छ। मेरो प्राथमिकता हेटौडा नगरपालिकाको पनि 11 नम्बर हो। यहाँ सबैभन्दा बढी समस्या भएको ठाउँ। त्यसकारण तपाईहरुले बुझ्नु होला, हेटौडा नगरमा यो पालिकामा पूर्जा वितरण गरिरहँदाखेरि पहिलो प्राथमिकतामा 11 नम्बर पर्नुपर्छ दाइ भनेर जुना दाहाल कराएको करै गर्नुहुन्छ। मेरो पनि तपाईहरुलाई व्यक्तिगत रूपमा अहिले कमलचन्द्र सुमलले भन्नुभयो हामी 50 सालदेखिको सहयात्री। त्यसकारण मेरो पनि रुचि र प्राथमिकता भित्र परेको हुनाले तपाईहरु ढुक्क हुनुहोस्। हामी यहीँबाट सुरु गर्छौं। हामीले कार्ययोजना बनाइराख्दाखेरि म अलि बेग्लै पृष्ठभूमिबाट आएको हुनाले मेरो सबै कुरा मैले भनेको कुरामा सबै कुरामा सहजता छ भन्ने कुरो छैन। मैले भने जस्तो गरेर कानुन काटीकुटी मिल्छ भन्ने कुरो छैन। म फास्ट ट्र्याक खोजिराखेको छु। मन्त्रीसँग अस्ति लामै छलफल भयो, उहाँहरू पनि समर्थन गर्नुभएको छ। मन्त्री आफैले बोल्नु भएको छ यो चेक लिस्टको नाउँमा यो 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 भर्नुपर्ने भनेर जुन 8-9 वटा जुन प्रक्रियाहरू छ त्यो पुरा गर्नुपर्ने, त्यो लामो भयो, त्यो पट्यार लाग्दो भयो। त्यसकारण छोट्याउनु पर्यो। मेरै भाषामा भन्ने हुँदाखेरि दिनै भइसक्यो त सडक त दिने नि। यो र त्यो भनेर किन बाई रोडको चाहिने बाटोमा घुमाएको जत्रै यहाँको जत्रै यहाँ हुनु। सडक त दिनुपर्छ। तर हामीले भने जस्तो, हामीले इच्छा गरे जस्तो त्यति सरल बाटो छैन। कानुनी जटिलताहरू छ, तपाईहरुलाई थाहा छ। एउटा कुरा म तपाईहरुलाई भन्छु, फिल्ड बुकमा के लेखेको छ तफसिलको कुरा यो आयोगले जान्दैन। वन लेख्या होस्, पर्ती लेख्या होस्, ऐलानी लेख्या होस्, जेसुकै लेख्या होस्, त्यो नापीको बखतमा अमिनले कसरी लेख्यो भन्ने कुरा इतिहास हामीलाई थाहा छ। खाना खाने बेला कुखुरा खान पाइएन भने, मिठो मासु भात खान पाइएन भने के गरेको छ भन्ने कुरो सबै हामीलाई थाहा छ। तिनीहरूले गरेको मन परी, तिनीहरूले गरिराखेको अपराध अहिले हामीले भोग्नु परिराखेको छ। फिल्ड बुकमा नाउँ भए भोग लगतमा छैन, भोग लगतमा भयो श्रेष्ठमा छैन, नापी भएको छ, नक्सा पास भएको छैन। यस्तो गाई जात्रा अरू केही कारणले मिठो खान पाएन, 2-4 पैसा गोजीमा हाल्न पाएन भनेर मन परी गरेको कुरा तपाईँ हामीलाई थाहा छ। त्यसकारण फास्ट ट्र्याक खोजिराखे हामीले, छिटो गरौँ। जनताले यस्तो जम्मै कुरा बुझ्दैन। पीडा निर्दलीय हुन्छ। पूर्जा नपाएको कुरा कहाँको दलीय हो? कसले भन्छ यो दलीय कुरा? पीडा दुःख त्यो निर्दलीय हुन्छ। यो दलले पाउने उ दलले नपाउने हुँदैन। पीडा सबैको साझा हो। त्यसकारण यो निर्दलीय हुन्छ। ढुक्क रहनु होला। तपाईहरु सबैलाई म यो आयोगबाट यो मञ्चबाट के भन्न चाहन्छु, सुझाव दिन चाहन्छु भने आयोगले यस्तो आग्रह पूर्वाग्रह राख्दैन। जोसुकै हो, आयोगले एउटै कुरा जान्दछ, पीडितले पूर्जा पाउनुपर्छ र त्यो काम हामीले गर्छौँ। मैले कुरा गरिरहँदाखेरि विगतमा पीडितहरूको पक्षमा सङ्घर्ष गर्नुहुने
अहोरात्र उहाँहरूको बारेमा चिन्ता गर्नुहुने, अख्तियारीको हिसाब किताब रहँदाखेरि फाइललाई अलिकति व्यवस्थित गर्नको निम्ति विगतका आयो र नेतृत्व सबैलाई म यो मञ्चबाट स्मरण गर्न चाहन्छु र उहाँलाई धन्यवाद। जति तपाईँहरूले राम्रो काम गर्नुभएको छ त्यति तपाईँहरूलाई धन्यवाद। बाँकी काम मैले गर्छु, यहाँसम्म ल्याइदिनु भएकोमा धन्यवाद भन्न चाहन्छु। त्यसकारण अब मैले लामो कुरा गर्नुपर्ने छैन। अलमल पर्ने कुराहरू, छानबिनको कुराहरूमा तपाईँहरू झिझरो नमान्नुहोला। सुकुम्बासी भूमिहीनको फारम भरिरहँदाखेरि के प्रक्रिया पुग्नुपर्छ भन्ने कुरा त्यो कानुनी व्यवस्था हो। मैले तपाईँहरूलाई नम्र निवेदन गरेँ, त्यो पुरा गर्नको निम्ति झिझो नमान्नुहोला। किनभने यो पालि यो त्यहाँको र यताको दुईटैको उत्साह मिलेको छ। तपाईँहरूको र मेरो दुईटैको उत्साह मिलेको छ, यो केमिस्ट्री मिलेको छ। त्यसकारण चाँडै फाइनल हुँदैछ। म तपाईँहरूलाई भनौँ समय सीमाको आधारमा यदि काम सरर बढ्यो भने, अगाडि बढ्यो भने यो 3 तहबाट पार भएर आउनुपर्छ। तपाईँहरूलाई थाहा छ, ओडामा छानबिन हुन्छ, त्यसपछि आवश्यक छानबिन फेरि पालिकाले गर्छ, त्यसपछि आवश्यकता ठानियो भने छानबिन हामीले गर्छ। त ओडा र पालिकामा लाग्ने समय जति व्यतीत हुन्छ, हामी कहाँ अघि नै पनि विज्ञ सदस्यले भनिसक्नुभयो, हामी कहाँ फाइल हाम्रो टेबलमा आएपछि त्यो प्रक्रियाको निम्ति नै लाग्ने समय त्यो भने 45 देखि 60 दिनसम्मको कुरा हो। त्यतिभित्र पूर्जा पनि 1 सेकेन्ड पनि विलम्ब नगर्ने कुरा तपाईँहरूप्रति वचनबद्धता व्यक्त गर्न चाहन्छु। सरासर यदि फाइल तपाईँहरूले पनि सक्रियता देखाउनु भयो, जनप्रतिनिधिलाई मात्रै दोष दिएर पनि भएन, धारे हात लाएर मात्रै पनि भएन, उहाँहरूलाई पनि सहयोग गर्नु पर्यो। यहाँ राजनीतिक दलका सहजीकरण समिति छ, सबै राजनीतिक दलका नेताहरूलाई पनि हारगुहार भन्नु पर्यो, तपाईँहरू लागिदिनुहोस् यो बेलामा भनेर भन्नु पर्यो। सबैले कागज मिलाउन जान्दैन, त्यस कारणले जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू सबै मिलेर सहयोग गरिदिनु पर्यो। यो गरेर छिटो, अहिले जुनाले भन्नुभयो लगभग 500 नजिक, यो 500 लगभग 500 चान्चुन वरपरको फाइल अहिले तयार छ। बाँकी अरू छानबिन भएर आउँदाखेरि मोटामोटी 800-900 वरपर मैले अनुमान गरेको छु। त्यसकारण यो सबैको पूर्जा समयले साथ दियो र सरर भने जस्तो गरेर फाइल अगाडि बढ्यो भने 3 महिनाभित्र तपाईँहरूले पूर्जा प्राप्त गर्नुहुन्छ। म यो तपाईँहरूलाई वचनबद्धता व्यक्त गर्न चाहन्छु। हामीले जिल्ला आयोगले समय सीमा तोकेर काम हामीले अगाडि थालेका छौँ। मकवानपुर जिल्लाको 10वटा पालिकामा गएर यस्तै कार्यक्रमहरू हामीले गरेका छौँ। सेवाग्राही र पीडितहरूसँग अन्तर्क्रिया र सहकार्य गरेका छौँ र सबैसँग बसेर कुराकानी गऱ्यौँ र सबैतिर उत्साहित छन्। र म तपाईँहरूलाई निवेदन गरौँ, मैले यो बकैयामा पनि बोलेको थिएँ र यो अनुमानित हो। अहिले नयाँ फारम पुरानो 23,000 चान्चुन, 23,500 वरपरको पुरानो, अब अहिले नयाँको 10-15 हजार थपिँदाखेरि लगभग 35,000 वरपर लाल पूर्जा हामीले वितरण गऱ्यौँ भने मकवानपुर जिल्लाको 1 हदसम्मको समस्या समाधान हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ र त्यो गरेरै छाड्छौँ, विश्वास गर्नु। र हाम्रो यस सिमलटारलाई सहज रूपले आजको कार्यक्रममा उपस्थित भइदिनु भएकोमा म सिमलटार टोल विकास संस्थाको अध्यक्ष र व्यक्तिगत तर्फबाट म हार्दिक नमस्कार गर्न चाहन्छु। यसै गरी मैले राख्नुपर्ने कुराहरू धेरै छैन, सबै राख्छु भनेर लेखा कि सबै
अगाडिको वक्ताहरूले राखिसक्नुभयो। यसै गरी हाम्रो जुन 2037-38 सालदेखि नै म सर्दै हाम्रो यो भूमि समस्या आयोगका अध्यक्षज्यूलाई जस्तो लाग्छ कि उहाँ समाजसेवीमा लाग्दै गर्नु हुँदाखेरि मलाई लाग्छ 38-39 सालमा यो कुखुरिनी खोलाको बगरमा भरत दुलालको सहायतामा उहाँले हामीलाई पञ्चायत कालमा प्रशिक्षण दिनुहुन्थ्यो। उहाँलाई म धेरै धेरै सम्झना राखिरहन्छु। भरत दुलाल सिमेन्ट फ्याक्ट्रीमा काम गर्नुहुन्थ्यो, म पनि सिमेन्ट फ्याक्ट्रीमा काम गर्थेँ। उहाँ चाहिँ 37-38 सालदेखि नै समाजसेवीको रूपमा म उहाँलाई चिनिरहेको छु। र यसै गरी अब मैले धेरै लामो भाषण गर्न चाहेन। हेटौडा उपमहानगरपालिकाको 11 नम्बर वडाको सिमलटारमा दलितले भरेको 111 जना, त्यसपछि आएर अव्यवस्थितले भरेको 1133 जना, त्यसपछि आएर 89 जनाको फर्म चाहिँ तयार भइसकेको अवस्था चाहिँ मैले वडाबाट पाएँ। जस्तो जिल्ला आयोग बनेको 3 महिना भयो, 3 महिनाभित्रमा मैले लाल पूर्जा वितरण गर्छु भन्ने उहाँको प्रतिबद्धता पनि हामीले सुन्यौँ। तर यो प्रतिबद्धता 3 महिनाभित्रमा चाहिँ अगाडि नै यो वडाले हाम्रो पेपरहरू नगरमा पठाएर नगरबाट आयोगमा पठाइसकेका भए आजको यो कार्यक्रममा हामीले लाल पूर्जा पाउने कार्यक्रम हुन्थ्यो होला होइन। त्यसमा केही त्रुटि हुन गयो होला वडामा। म उहाँलाई सहजीकरण गर्दै अब म टोल विकास संस्थाको अहिले नयाँ कार्य समितिको बनिसकेपछि म निरन्तर त पर्सिदेखि नै अब पठाइदिन्छु भन्नुभएको छ 98 जनाको। त्यो नपठाइन्जेलसम्म म ओडैमा हुनेछु। अब त्यो ओडाले नगरमा पठाइसकेपछि ओडाबाट मेरो ट्रान्सफर चाहिँ नगरमा हुनेछ। नगरमा त्यो चाहिँ के कारणले प्राविधिक कारणले त्यहाँ रोक्न खोज्यो भने म तपाईँहरूसँग आउँछु फेरि यसै गरेर। ल अब चाहिँ अलिकति सहयोग लिन पर्यो। सहजीकरणमा नगरपालिकाले चाहिँ तपाईँको अलिकति ढिला सृष्टि गरिरहनु भएको छ। त्यो के कारणले हो? यो चाहिँ पेपर भनेको 7 दिनदेखि 15 दिनभित्रमा फरवर्ड गरिसक्नुपर्ने कुरा हो खासै भन्नुपर्दाखेरि। अब यो हामीले आज आयोजना गरेको कार्यक्रम पनि यही हो कि हाम्रो सर्दै अध्यक्ष बलराम बलज्यूको हातबाट आज जसरी प्रतिबद्धता दिनुभयो, तपाईँहरूले पनि धैर्यताका साथ आफ्नो व्यस्तताको रूपमा आउनुभयो, यहाँ यो कार्यक्रममा सुनिदिनु भयो। यसै गरेर 3-4 महिनाको बिचमा यही सिमलटार टोल विकासको भवनमा हाम्रो सर्दै अध्यक्षज्यूबाट लाल पूर्जाको अपेक्षा गर्दै यो कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। हस्त नमस्कार, धन्यवाद।